34 वर्षीय राज्य विधायक जोहरान क्वामे ममदानी न्युयोर्क सिटीका 111औं मेयरका रूपमा निर्वाचित भएका छन्। मुस्लिम समुदायका प्रतिनिधि उनलाई ब्रुकलिनका सम्पन्न इलाकादेखि क्वीन्सका श्रमिक आप्रवासी बस्तीहरूसम्मका मतदाताले विश्वासका साथ समर्थन दिएका हुन्। उनको जित न्युयोर्क सिटीको राजनीतिक इतिहासमा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ। डेमोक्रेटिक समाजवादी ममदानीले गत जुनमा सम्पन्न डेमोक्रेटिक प्राइमरीमा पूर्व गभर्नर एन्ड्रु एम कुओमोलाई पराजित गरेका थिए। यो जितसँगै न्युयोर्कवासीहरूले 5 महिनाभित्रै दोस्रो पटक राज्यका सशक्त राजनीतिक हस्तीमाथि अस्वीकारको मत दिएका हुन्। रिपब्लिकन उम्मेद्वार कर्टिस स्लिवा भने तेस्रो स्थानमा सीमित भए। यसपटक करिब 20 लाख भन्दा बढी मतदाताले मतदान गरेका थिए, जुन सन् 1969 यताकै सबैभन्दा उच्च नगरपालिका निर्वाचन सहभागिता हो। न्युयोर्क सिटी 19औं शताब्दीदेखिका सबैभन्दा युवा पहिलो मुस्लिम र पहिलो दक्षिण एसियाली मूलका मेयर बनेका हुन्। उनी युगान्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका हुन् र सन् 1970 को दशकमा अब्राहम बिमपछि मेयर पदमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका हुन्।